पैसा कमाउन यति सजिलो पनि छैन जति तपाईहरू भन्नु हुनुहुन्छ। पैसा आफै पनि आउँदैन, त्यसका लागि पसिना बगाउनु पर्छ, मेहनत गर्नुपर्छ, समय दिनुपर्छ र धैर्य र धारणको साथ तपाईको धेरै त्याग पनि गर्नुपर्छ। आफ्नो घरबाट टाढा बस्नुपर्छ। नमस्कार साथीहरू, म अशोक शाह। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन दबाउन नबिर्स्नुहोला। म तपाईहरूको अगाडि यस्तो भिडियो प्रस्तुत गरिरहन्छु। सो म आज तपाईहरुले भन्नेछु पैसाको बारेमा। जति मान्छेहरूले सोच राख्छन् कि पैसा कमाउन धेरै सजिलो छ, म चाँडै करोडपति बन्जाऊ, सबैको चाहना हुन्छ, तर यति सजिलो पनि छैन जति तपाईहरू सोच्नु भइरहेको छ। सो म यस विषयमा केही भन्न चाहन्छु साथीहरू। सो अन्तसम्म यो भिडियो तपाईहरू अवश्य हेरिदिनु होला। म आजदेखि होइन, विगत 4 वर्षदेखि विदेशमा आफ्नो रगत र पसिना बगाएर पैसा कमाउँदैछु। तर धेरै मान्छेहरूले विदेशमा बस्नेहरूलाई देखेर भनिन्छ कि विदेशमा त धेरै पैसा छ, तर वास्तविकता साथीहरू योभन्दा धेरै फरक छ। धेरैले हाम्रो कमाई मात्रै देखिन्छ, तर हामीले गरेको विदेशमा सङ्घर्ष कसैले पनि देख्दैनन्। बिहानदेखि बेलुकासम्म काम गरेर थाकेको शरीर, आफ्नो परिवारको सम्झना, चाडपर्व, आफ्ना मान्छेसँग बस्न नपाउने, यी सबै पीडाको मूल्यमा कमाएको पैसा हो। त्यसैले म सबैजनालाई भन्न चाहन्छु, काम नगरी पैसा कमाउने सपना नदेख्नु साथीहरू। सफलताको कुनै छोटो बाटो हुँदैन, मेहनत र धैर्य नै सफलताको आधार हुन्। यति कुरा याद राख्नुहोला। यदि जीवनमा केही हासिल गर्न चाहनुहुन्छ भने आफ्नो कामलाई सम्मान गर्न सिक्नुहोस्। कुनै काम ठुलो वा सानो हुँदैन, ठुलो वा सानो मान्छेहरूको सोच हुन्छ। त्यो भएर तपाईहरू आफ्नो कामलाई पहिला सम्मान गर्न सिक्नुहोस्। सानो वा ठुलो काम कुनै लज्जाको विषय होइन, किनभने मेहनत गर्ने मान्छे कहिले पनि हार्दैन। अन्त्यमा म यही भन्न चाहन्छु, पैसा कमाउन गाह्रो छ, तर मेहनत र लगन भएको असम्भव छैन। आफ्नो सपना पूरा गर्न सङ्घर्ष गर्नुपर्छ, किनभने सङ्घर्ष बिना सफलता सम्भव हुँदैनन्। धन्यवाद। तपाईहरूले साथीहरू यो भिडियो कस्तो लागेको छ भने आफ्नो एउटा धारणा प्रष्ट अवश्य गरिदिनु होला। यदि तपाईँ मेरो फेसबुक पेजमा पनि हेर्नु भइरहेको छ भने फलो गर्न नबिर्स्नुहोला।